हेलो एभ्रिवान वेलकम टु माई न्यू ब्लग। अनि म चाहिँ अहिले भर्खर आइपुगेको उता फुपूहरूको घरबाट होइन। मैले भिडियो चाहिँ गर्नु पाइनँ, फोनमा चार्ज थिएन, फोन चाहिँ चार्जमै थियो। अनि चिया सिया खानासाना खाएर चाहिँ अहिले म भर्खर आएको। अहिलेको बजेको 10:30 हुनु आँटेको छ होइन। अहिले चाहिँ म घर पुगिसकेँ, लुगा पनि फेरेको छैन गाइस, हेर्नु सक्नुहुन्छ होला होइन। अब फेर्छु लुगाहरू होइन, फ्रेस फ्रेस हुन्छु अनि चाहिँ फेरि भिडियो स्टार्ट गर्छु है गाइस। अहिले चाहिँ मैले लुगा फेरिसकेँ हो गाइस। अनि अब चाहिँ दोकानमा बस्नुपर्ने हुन्छ, बाबा पनि हाँसिमारा जानुभयो। अनि गाइस सबैले भन्नुहुँदैछ कि हिजो भिडियो अलिकति कम्ती आयो। हिजो चाहिँ मैले भनेकै थिएँ भिडियोमा होइन, लाइन पनि थिएन 2 बजीदेखि नै। अनि त्यतिकै मलाई अर्जेन्ट काम पऱ्यो अनि म हाँसिमारा जानु पऱ्यो। मेरो फोनमा ब्याट्री पनि थिएन, मैले चार्जर बोकेर गएको थिएँ अनि मैले चार्ज गरेँ हो। तपाईँलाई थाहै छ आइफोन चार्ज हुनु बहुत ढिलो हुन्छ। म पनि पुरा ढिलो भयो चार्ज। अन्त फेरि मेरो के कामहरू थियो, फेरि फोन निकालेर कता कता के जानु पऱ्यो होइन। अनि त्यतिकै के गर्नु पाइनँ। अनि त्यही सानो भयो, नरिसाइदिनु होला। आज चाहिँ फेरि त्यस्तै हुनेछ ब्लग है। म घर आइपुगिसकेको छु, लाइन पनि छ। अब चाहिँ रेगुलर फेरि त्यस्तै आउनेछ है गाइस। गाइस हाम्रो मम्मी चाहिँ कामबाट आइसकेछ हो। अहिलेको बज्दैछ कति, 11:30 हुँदैछ। अनि अहिले चाहिँ खाना खानु आएको मम्मी। अहिले बाबालाई वेट गर्दैछ, बाबासँगै खान्छ नि त खाना हामी सबैजना। अन्त त्यही हो, अहिले खानासाना खाइसकेर चाहिँ जान्छ अहिले 12 साढे 12 बजीतिर काममा हो। अनि हेरिदिनु होला। यसरी चाहिँ बाबाले यहाँ सामानहरू लिएर आइसकेछ हो। अब यो यहाँ खटाउनु पर्ने हुन्छ यसरी दोकानमा हो। त्यहाँदेखि चाहिँ घरसर बढालिसकेर अब हामी चाहिँ खाना खाने हो। म त खाँदिनँ होला खाना, उहाँ फुपू घरबाट खाएर आएको हो। अनि यो सामान फटाफट खटाइसकौँ अनि कामतिर लागौँ है। यहाँ चाहिँ हाम्रो मम्मीले कति मिठो मजाको भेन्डीको अचार बनाउनु हुँदैछ, हेरिदिनु होला गाइस, कति दामी बनाउँदैछ। तर अहिले चाहिँ म खाना खाँदिनँ होइन, उतैबाट फुपूहरूको घरबाट खाएर आएको। भरे भरे चाहिँ भोक लागेर खान्छु होला होइन। अब चाहिँ म एकछिनमा लुगा धुनु बस्छु, यहाँ छ मेरो लुगाहरू धुनुपर्ने छ। त्यो चाहिँ म लुगा धुँदैछु होइन। मैले त भुलिरहेको थिएँ, फोनमा त चार्जै छैन हो। म चाहिँ फोन चार्ज गर्छु ठिकै, फोन पनि चार्ज हुँदै गर्छ, म पनि लुगा धोइसक्छु। मम्मीहरू चाहिँ खाना खानु हुँदैछ, म चाहिँ अहिले खाँदिनँ। अहिले भरे भोक लागेर खान्छु 3-4 बजी, नभए खाँदिनँ हो। अहिले लुगा सुगा धोइसक्यो अरे एकैचोटि भेटौँ है गाइस। सो गाइस चाहिँ मैले चाहिँ लुगा सुगा धोइसकेर आइसकेको थिएँ हो। फोन चाहिँ चार्जमै थिएँ अनि मैले चाहिँ एक म्याच गेम खेलेर चाहिँ अहिले फेरि भिडियो गरेको होइन। फोन चाहिँ चार्ज भइसकेछ। अब चाहिँ म खाना खानु आँटेको होइन गाइस। लुगा सुगा चाहिँ सबै धोएर सुकाइदिइसकेछ, तर घाम चाहिँ लागेको छैन, पानी पऱ्यो हो। अब चाहिँ म खाना खानु पर्ने हुन्छ होइन। सबैले खाना खाइसक्यो, मैले चाहिँ खाना खाएको छैन होइन गाइस। म चाहिँ अब खाना हाल्छु, एकछिन वेट गरिदिनु होला गाइस। अनि मम्मीले चाहिँ मेरो भाका चिया राखिदिइरहेको रहेछ होइन, बिहानको चिया। अहिले कति बज्दैछ, 2-2:30 बज्दै होला होइन। ए राखिदिइरहेको रहेछ चिया मेरो भाका होइन। तर पनि म चिया लभर हो अब म त होइन, तर पनि चिया चलाएर खान्छु अब भातसँग मजाले खान्छु चिया। म चाहिँ वान पिस हो नि त मान्छे, 1 in 1 हो नि त होइन। मेरो खानाहरू चाहिँ रेडी भइसकेछ, चिया पनि तताइसक्यो होइन। हेरिदिनु होला है, यस्तो छ पोटलको सब्जी हो, दाल भात। अनि यो भेन्डीको अचार मम्मीले बनाउनु भएको दामी छ होइन। अनि यता चाहिँ चिया। अनि कमेन्ट गरिदिनु होला म जस्तो चाहिँ को छ भातसँग चिया खाने होइन। चिया लभरहरू कमेन्ट गरिदिनु होला, म पनि चिया लभरै हो। अब चाहिँ फटाफट खाएर फेरि आउँछु म भिडियोमा होइन, हेरिदिनु होला, खाएको पनि हेरिदिनु होला। सो गाइस अहिले चाहिँ म खाना खाएको ल गाइस, मजाले हेरिदिनु होला, थुक चाहिँ ननिलिदिनु होला होइन। अहिले चाहिँ मैले सबै भाँडासाँडा धोइसकेको छु होइन। अनि अहिले चाहिँ म आएको छु यहाँ दोकानमा बस्नु होइन, हेरिदिनु होला गाइस। बाहिर चाहिँ घाम पुरा लागिरहेछ हो, गरम खतरा छ।
दोकानमा बसेर त के भिडियो गर्नु होइन एकैचोटि म भरे नै गर्छु होला भिडियो है गाइस। गाइस म चाहिँ भर्खर आएको कुदेर होइन रनिङ गरेर भर्खर आएको अनि सबै भिजे हो। अब म चाहिँ नुहाउनु आँटेको यहाँ फ्रेस ट्रेस भएर चाहिँ फेरि भेट्छु होला गाइस। सो गाइस म चाहिँ नुहाइसकेँ होइन अब चाहिँ लुगा लगाउने छु है। लुगा लगाइसकेर चाहिँ मम्मीले चिया बनाइदिनु भएको छ हो त्यो चिया खान्छु मजाले टक्क नुहाएर चिसोमा तातो हुनेछु होइन। वेट गरिदिनु होला म चाहिँ लुगा लगाएको छु फटाफट है। अहिले चाहिँ मैले लुगा सुगा लगाइसकेँ हो गाइस अनि यहाँ चिया पनि तताएर आइसकेको छु। अब मजाले खाने हो चिया हो। त्यहाँदेखिको मम्मीले दोकान पठाउँदैछ अनि त्यहाँ अब एकछिन चिया खाइसकेर दोकान जाने। अब एकछिन हल्का फेरमा बसेर चाहिँ मजाले टक्क आरामले चिया खाएर भिडियो हेर्दै होइन गाइस इन्जोय गर्नु होला मेरो ब्लगको। गाइस यहाँ चाहिँ हाम्रो मम्मीले मिठो पाराले हो मासु बनाउँदैछ हो यहाँ हेर्नु सक्नुहुन्छ है मासु चाहिँ त्यहाँ छ हो। अनि बाहिर चाहिँ पुरा पानी पर्दैछ हो अचानक के भयो होइन पुरा पानी पर्दैछ गाइस हेर्दैन होला। हाम्रो त्यस्तो टिनहरू लगाएको छ होइन हामीलाई सबै कुरो सजिलो हुन्छ धाराहरू जानु पनि भाडाहरू दिनु पनि होइन। यहाँ चाहिँ मेरो पुच्ची छ ए पुच्ची जहिले पनि मसँग मात्रै लोधा लाग्छ के भएको फोनको चार्ज सकिनु आँटेको होइन पानी पुरा पर्दैछ गडङडङ हो पुरा बिजुलीहरू चम्किँदैछ गडङ गडङ गर्दैछ हो। फोनमा कति यस्तै 15% जस्तै ब्याट्री होला होइन फोन चार्ज गर्नु पाउँदैन फेरि पानी रोक्यो भने गडङ गुडुङ गरेन चार्ज गर्दा हुन्छ पानी पर्दा केही पनि हुँदैन होइन। तर पुरा बिजुलीहरू चम्किँदैछ फोन चाहिँ चार्ज गर्नु पाउँदैन होला होइन। भिडियो पनि एडिट गर्नुपर्ने छ त्यो भिडियो पनि एडिट गर्नु पाउँछ कि पाउँदैन आज भ्लग तर हाल्छु म जे गरे पनि होइन। अब हेरौँ के हुन्छ होइन। गाइस पानी चाहिँ खतरा पर्दैछ हो हेर्नु सक्नुहुन्छ होला गाइस। यहाँ चाहिँ हाम्रो टक्क गरेर मासु पाक्दैछ होइन गाइस आज पनि मासु मजाले खाने हो आज झन् मैले खाना पनि मजाले खाएको छैन अब खतरा खाइदिनु अब चाहिँ गाइस यहाँ हेर्नु होला। अहिले एकछिन टमाटर हाल्नु पर्ने हुन्छ होइन यो मासु चाहिँ अलिकति अब मजाले पाकोस् त्यसलाई रातो बनाउनु पर्छ र यो रातो भएपछि चाहिँ त्यहाँदेखि दामी हुन्छ त्यहाँदेखि टमाटर हाल्नुपर्छ हो मजाले। सो यहाँ चाहिँ हाम्रो यहाँ हो मासु रेडी भइसकेको छ होइन गाइस हेरिदिनु होला कति दामी भयो होइन। अब हामी एकछिनमा चाहिँ खाना खाने पर्ने हुन्छ अनि अघि चाहिँ पानी परेकोले गर्दा मेरो भोइस अलिकति डिस्टर्ब भयो अनि अहिले चाहिँ अर्को रेकर्ड गरेको है। सो गाइस मैले चाहिँ खानासाना खाइसकेँ होइन मम्मीले पनि खानुभयो सबैले खानुभयो होइन। अनि मैले चाहिँ भिडियो गर्नु पाइनँ मेरो फोनमा चाहिँ एकदम चार्जै थिएन फेरि एउटा प्रब्लम भएको थियो मेरो त्यो चार्जिङ गर्ने पानी पसेर चार्जै भएको थिएन होइन। अनि अहिले चाहिँ अलिकति भयो नि चार्ज भयो अनि अहिले चाहिँ मैले भिडियो गरेको हो। सो गाइस अनि तपाईँहरूले पनि खानुभयो होला खाना मैले पनि खाइसकेको छु खाना होइन गाइस। अनि आजको भिडियो चाहिँ यति नै हो अनि मेरो फोनमा ब्याट्री पनि छैन स्पेसल त होइन अहिले मलाई के अरे एडिट गरेर हाल्नुपर्ने हुन्छ भिडियो अनि आजको लागि चाहिँ त्यति नै हो गाइस होइन। ब्लग अब हाल्ने छु म ल मम्मी केही भन्दैनु मेरो ब्लगमा मेरो छोराको ब्लगमा सब्सक्राइब र लाइक गरिदिनु हो त्यो चाहिँ गर्नुपर्ने हुन्छ म चाहिँ डेली ब्लग लिएर आउने छु होइन मम्मी। बाई बाई टाटा सी यू टुमोरो इन नेक्स्ट ब्लग है।